नमस्कार। आज हामी टुप्पीको होटेलमा छौँ र सुब्बा होटेलले परिचित यो बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 3 शीतल बजारमा अवस्थित यो होटेलका साउजी हामीले उपनाम टुप्पी पनि दिएका छौँ। बाँकी उहाँबाटै सुरु गरौँ। साउजी यहाँलाई स्वागत छ हाम्रो। नमस्ते। यो होटेल व्यवसाय तपाईले कति सालबाट सुरु गर्नुभयो? मैले 62 बाट गरेको। 2062 सालबाट गर्दा झन्डै 20 वर्ष सुरु गरेको भइसक्यो। यो बीचमा तपाईले धेरै दुःख र कष्ट सहनु भयो होला व्यावसायिक हिसाबले सफलताका लागि। यो व्यवसायमा दिनौँ कतिजनालाई खाना खुवाउनुहुन्छ? अब सबैजनाको ट्रान्जिट भएला 100, 150, 200 सम्म हुन्छ, 300 सम्म हुन्छ कहिले कहिले। 300 जनासम्मलाई खाना खुवाउनुहुन्छ। हजुर। अनि यसबाट तपाईले कतिजनालाई रोजगारी प्रदान गर्नुभएको छ? अहिले सर्टकटलाई चाहिँ 7 जना छ। 7 जना हुनुहुन्छ। तपाईको आफ्नो परिवारका? हामी 3 जना छौँ। 7 3 10 जना। 10 जना यो व्यवसायमा प्रत्यक्ष रूपमा रोजगारीमा छ। हजुर। अनि यो व्यवसायमा हामीले देखिरहेका छौँ खाना तपाईले दाउरामा पकाइरहनु भएको छ। हजुर। लोकल कुखुरा ल्याउनु भएको छ, लोकल खसी काटेको मैले देखिरहेको छु, पकाइरहेको देखिरहेको छु। हजुर। यो लोकल कुखुरा, लोकल खसी कहाँबाट तपाईले ल्याउनुहुन्छ? खसीलाई त त्यति खास गाह्रो छैन, जति नै पाइहाल्छ। कुखुराहरू चाहिँ अलिक गाह्रो छ कुखुरालाई चाहिँ। कुखुरा चाहिँ कुन बजारबाट कसरी? बजारबाट भन्दा नि पहिलो गजिरी, दोस्रो मलेखु, तेस्रो जबाङ खोला, अनि यताबाट आउँछ। कहिले कहिले चाहिँ पहिला 72 भन्दा पहिला चाहिँ यहाँकोले नपुगेर हामीले दाङबाट पनि कारबार गरियो। पछि कुखुरा दाङबाट पनि ल्याउनुहुन्थ्यो। खसीलाई चाहिँ हिँड फेकोले पुग्छ। यहीँको स्थानीय बजार मजाले पुग्छ। मजाले पुग्छ। हजुर। अनि यो व्यवसाय एउटा हाइवेको बिचमा छ। हजुर। अक्सर तपाईँको रुटको गाडी भन्दा रिजर्भ गाडीहरू र साना गाडीहरू यहाँ खाने। रिजर्भ गाडी त महिना 6 महिनामा कहिले कहिले एउटा दुईवटा पर्ने हो। यो त बिहा वर्तमान यताउता अब यो पार्टीको सम्मेलनहरू भएर पर्ने हो। प्रायः त प्राइभेट गाडीहरू नै, प्राइभेट निजी गाडीहरू अक्सर 5 जना 7 जना चढेर आउने गाडीहरू हुनुहुन्छ। हजुर। कस्तो खालको खानेकुरा अक्सर ग्राहकहरूले रुचाउनुहुन्छ? यहाँ चाहिँ एकदमै स्पेसली भनेको चाहिँ पहिलो कुखुराको झोल। हजुर। दोस्रो कुखुराको पोलेको मासु। हजुर। तेस्रो अप्सनमा चाहिँ कोही चिकन नखाने अप्सनमा चाहिँ मटन। भनेपछि यहाँको पसलमा के कुरा उपलब्ध छ? अहिले हामी कहाँ फिलहाललाई चाहिँ कुखुरा भयो, खसीको मासु भयो, खसीको भुटन अब यदि कुरो भइ नै हाल्छ। अनि दोस्रो अप्सनमा चाहिँ माछा पनि हुन्छ, तर त्यो चाहिँ तराईकै माछा हुन्छ। हामी कहाँ लोकल माछा चाहिँ हामी राख्छौँ। केही कुरा ढाट्नुहुन्न? किन ढाट्नु पऱ्यो? एक प्लेट माछालाई किन ढाट्नु पऱ्यो? एउटा सानोलाई किन ढाट्नु पऱ्यो? अनि यहाँले यो व्यवसाय सुरु गर्दा कसरी सुरु गर्नुभएको थियो? त्यो थोरै कहानी भनिदिनुहोस् न। त्यस्तो थियो, म पहिला त काठमाडौँतिर नै धेरै ठाउँमा काम गऱ्यो। काठमाडौँमा उपलब्धि केही पनि गर्न सकेन। हजुर। त्यसपछि हामी यहाँ मलेखुमा आएर चाहिँ मैले 2058 सालदेखि 2061-62 सम्म मैले मलेखुमा जब गरेँ। हजुर। जब गर्दाखेरि बिहा भयो। हजुर। बिहा भएपछि अब परिवारसँग अलगिन अलिक सकिएन। हजुर। अनि आउँदा बिस्तारै सुरु गर्दाखेरि अनि मलेखुका दाजुभाइहरूबाट कहिले पोलेको मासु, पहिले त्यो दामनको र हाम्रो हिटौँडा 3 नम्बर पुलको अलिकति। हजुर। अनि हिटौँडाको बजारबाट चाहिँ त्यो हाम्रो त्यहाँ 3 नम्बर पुलमा चाहिँ पोलेको मासु खानु पाउँछ नि त। त्यो पोलेको मासुले अनि हामी सुरु गर्ने भनेर चाहिँ गरियो। हजुर। अनि पहिला त मलाई पनि आउने थिएन। उयो काठमाडौँतिर सिक्का भन्ने कुरा, तर काठमाडौँमा चाहिँ पहिला हामीले म्यारिनेट गर्थ्यौँ। 3 घन्टा 2 घन्टा म्यारिनेट गरेर राखिन्थ्यो। अनि कुखुरा काटेर मैले केटाले पोलेर खाने भन्यो। हजुर। अनि जानी नजानिकन झिरा हुँदै अनि बिस्तारै पोल्दै गरे। त्यो नयाँ टेस्ट पनि भयो। अनि एकदमै चाँडै पिकअपले पोलेको मासुले। हजुर। अनि त्यसपछि हाम्रो मध्य मर्साइन्दीको प्रोजेक्ट पनि मेरो भइरहेको थियो। अनि त्यहाँको डिडिसीको मर्साइन्दीको डिडिसीको डिपार्टमेन्टको नेपाली केटाहरू धेरै थिए। उनीहरू पनि अब महिना दिनमा एकचोटि अफिस ल्याउने। अनि एकचोटि बिहिबार आएपछि बिहिबार शुक्रबार 3 दिन आउजाउ हुन्थ्यो। त्यतिखेर चाहिँ उहाँहरूले खानाको चाहिँ त्यो उहाँले सुरु गर्नुभयो। अनि 10वटा खाना बनाऊ भने 5वटा खाना बनाऊ भने भन्दै अनि शान्तिको वार्तामा हुँदाखेरि अनि युएनको गाडीहरू पनि राम्रो चलबल थियो, ट्रान्जिट थियो त्यतिखेर। अनि त्यो युएनको गाडीले पनि त्यो मर्साइन्दीको गाडीले फेरि युएनको गाडी भयो। युएन गाडी हुँदाखेरि बिस्तारै के छ त भनेर भिडभडका देख्ने। हजुर। अनि भिडभडका हुँदाखेरि बिस्तारै प्राइभेट गाडीहरू पनि सक्सन पनि भयो। अहिले चाहिँ हाम्रो व्यापार बिचमा त एकदम यो भूकम्पपछि चाहिँ अहिले हाम्रो खासै कमाइ छैन।
मान्छेहरूको मन खुसी छैन, खर्च गर्दैन त्यति। अब हुन त अब ब्याङ्किङ प्रब्लम सबै अब यो पोलिटिकल गेम पनि राम्रो नभएर अलिकति व्यापार पनि त्यति राम्रो चलबल पनि छैन। अब अहिले चाहिँ कस्तो छ भने लिमिटेड छ। पहिला चाहिँ हाम्रो नेपालमा व्यापारको लिमिटेड हुन्थेन, अहिले चाहिँ लिमिटेड छ। हजुर फलान ठाउँमा खाने यतिवटा दाल भात खाने, फलान ठाउँमा जाने एउटा मासु खाने, त्यो खालको मात्रै हाम्रो बिजनेस छ अहिले। हामीले 68देखि लिएर 71-72 को बिचमा चाहिँ धेरै राम्रो सोच थियो। हजुर त्यतिखेर 150 रुपियाँ सादा भात थियो, 250 रुपियाँ सादा मासु खाना थियो, एक चिकन खाना। त्यतिखेर पनि हामीले 200, 150, 300, 400 जना खाना खाउँथ्यौँ। तर अहिले चाहिँ कस्तो छ भने अघि हजुर आउँदा पनि एउटा जुन बस आयो, उहाँलाई मैले ब्रोइलर चिकन बनाएँ अहिले देख्नु पनि। अब उहाँले चाहिँ हिजो के भन्नु भने हामी 30 जनासम्म भन्नुभयो। हजुर 30 जना चाहिँ के खाने त हजुर भन्दाखेरि के अप्सन छ भन्दाखेरि मटन 480 लोकल चिकन खाने 450 भेज खाना 250 भन्दाखेरि होइन सर हामीलाई चाहिँ अब हाम्रो अहिले अफिसियली कुरा हो, हामीलाई अलिक गाह्रो हुन्छ भने। अनि तेस्रो अप्सन के छ भन्दाखेरि ब्रोइलर चिकन बन्छ हजुरको, तर सबै एकजना अप्सन चाहिँ हुँदैन। 33 जनामा 33 चाहिँ ब्रोइलर चिकन पनि हुन्छ भन्दाखेरि हामी 30 जना चाहिँ ब्रोइलर चिकन खान्छौँ, 2-3 जना भेज हुनुहुन्छ भन्दा हुन्छ भनेर अनि उहाँहरूलाई चाहिँ कसैले फोन गरेपछि अनि 30 जनालाई भनेर चाहिँ मैले 5 किलो ब्रोइलर ल्याएर उहाँहरूलाई मात्रै बनाएर खुवाइदिएँ। त्यो चाहिँ हामीले 350 मा दिन्छौँ। हजुर त्यो चाहिँ एउटा अप्सन भयो। अब अल्कोहलको हिसाब गर्दाखेरि चाहिँ अब अघिल्लो कुरा गर्दाखेरि अलि अल्कोहलको हिसाब चाहिँ धेरै कम भयो। हजुर एक त स्वास्थ्यको हिसाबले पनि अनि दोस्रो कुरा आर्थिक हिसाबले पनि। अनि हाम्रो अल्कोहललाई चाहिँ कसरी सुधार्न सकिन्छ भन्ने भन्दा नि अब नेपालमा जनसङ्ख्या भन्दा पनि रक्सीको ब्रान्ड पनि बढी भयो। हजुर हजुर है। अनि मान्छे चाहिँ कुन कति खाने भन्ने कुरा जस्तो पहिला लगभग हामीले 62-63 सुरु गर्दाखेरि र म अन्त होटलमा जब गर्दाखेरि नै त्यसरी अप्सन भने चाहिँ एउटा ग्रिन सिग्नेचर पाउँथ्यो, अनि एउटा म्याकडोल पाउँथ्यो, एउटा ब्याक पाइपर पाउँथ्यो होइन। नेपाली रक्सीमा कुन भन्दाखेरि रुसलान मुल्ला रोइस्टेक हुन्थ्यो नि त। अब अहिले हजुरको चाहिँ होलसेल पसलमा गएर 3 घन्टा चाहिँ कपडा पसलमा धुने चाहिँ रक्सीको मार्केटमा झुनिन्छ कि, त्यसले गर्दा नि सेल्स कम भयो कि जस्तो लाग्छ है मलाई चाहिँ। फेरि रक्सीको ब्रान्डहरू धेरै भयो, ब्रान्ड पनि धेरै ब्रान्ड भयो, त्यस कारणले गर्दा मान्छे सेल्स पनि कम भएको कारण त्यो कम भयो। अब हामी थोरै प्रसङ्ग बढौँ। यो तपाईँको यो व्यवसायमा मान्छेहरू भिआइपी भन्छ नि, ठुल्ठुला मान्छेहरू हजुर कसले खाना खानु भएको छ तपाईँलाई? अब आउन त हामी कहाँ त अब पूर्व प्रधानमन्त्रीज्यू बाहेक र पूर्व राष्ट्रपतिज्यूहरू त सबै लगभग आइराख्ने हुन्छ। नाम भन्नुहोस् न। जस्तै नाम त अब यो पोलिटिकल गेम भन्दै नभन्दा राम्रो हुन्छ। जस्तो हाम्रो अहिले मान्य श्रीमानजीहरू नि आउनुहुन्छ, जिल्लाका सिडे साहबहरू नि आउनुहुन्छ, सम्पूर्ण सरहरू आउनुहुन्छ। तर हामी कहाँ चाहिँ के छ भने मेरो चाहिँ अलिकति सबै कुरा चाहिँ सब गुनासो के छ भने मार्केटमा फोहोर भयो भन्ने चाहिँ छ। तर फोहोर चाहिँ कस्तो भयो भने खानेकुरा फोहोर भएन कि मेरो टोयलेट र भाँडामा छल गर्दा अलिक फोहोर छ। त्यो चाहिँ कारण किन भन्नुहुन्छ भने अब मैले यसलाई तन्काउनु पनि मिलेको छैन, मेरो स्पेस पनि छैन। अब अर्को ठाउँमा गएर भाँडामा काम गरेर खानालाई पनि विकल्प छैन। हजुर अब यहाँ सानो स्पेस भएकोले गर्दाखेरि यसलाई कसरी गर्ने नै सोचिरहेको छु। तर अहिले चाहिँ ग्राहकहरूले साथ दिइरहेछन्, अब त्यति खास कम्प्लेन गर्दैन। कोही ग्राहकको चाहिँ के छ भने फोहोर सफा भन्ने कुरो त्यस्तै हो, खाना मिठो खाना पाउँछ, ताजा खाना खान पाउँछ। अनि अलिकति फोहोर देख्ने कुरा चाहिँ कस्तो भने हाम्रो फोहोर भन्दाखेरि अति फोहोर त होइन कि कसरी जस्तो ओपन किचन छ, चिकन धोएर लिएर आयो, अब पानी चुहिँदा फोहोर देखियो। अब सब्जी भेजिटेबल काट्छन् केटाकेटीले, आदि तल खसालिदिन्छन्, अब त्यो काटेको साइडको टुक्राहरू त्यो पनि अब सबै सिकाउँदै एउटा त्यही भइहाल्छ अलिकति। अहिले पनि देख्नु भने यसमा अहिले ओपन चिकन भनेको छ, त्यो फोहोर देख्ने भन्दा नि ट्रान्सपारेन्टली खुला आँखाले हामीले किचनमा पकाइरहेको देख्दाखेरि त त्यो त अझ सफा हुने कुरा हो। त्यसैले यहाँले जुन सोचिरहनु भएको छ, जुन सुझाव दिइरहनु भएको छ नि यहाँलाई, त्यो सुझावलाई तपाईँले अक्षरशः पालना गर्नुहोस् र यो किचनको व्यवस्थापन अहिले जसरी ओपन राख्नु भएको छ त्यो ओपनै राख्नुहोस्। किनभने खानेकुरा हेर्न पाउँछ, अन्य व्यवस्थापनका कुराहरू खसेका चिजबिजहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुरा, टोयलेटलाई व्यवस्थापन गर्ने कुरा चाहिँ यहाँले शीघ्र गर्नुहुन्छ पक्कै, मलाई त्यो थाहा छ। यो बिचमा हामीले धेरै खालका कठिनाइहरू, कोभिड पनि हामीले बेहोर्यौँ, भूकम्प पनि हामीले बेहोर्यौँ। धेरै त्यो बेलामा पनि तपाईँलाई यो व्यवसाय धान्न गाह्रो परेको थियो होला। सुरुवातको चरणमा देखि कोभिडसम्मको कहानी अलिकति भनिदिनुहोस् न। जीवनमा चाहिँ कस्तो थियो भने म चाहिँ अलिकति खुल्ला मन भएको मान्छे पनि, म अलि मन हल्का पनि मान्छे। हजुर व्यापारी हो, कारोबार त भइ नै रहिहाल्छ। त्यतिखेर चाहिँ मेरो 16 जना थियो हजुर काम गर्ने मान्छे। हजुर कोभिडभन्दा पहिला हजुर 16 जना थियो। 10 जना मेरो कुखुरा खोज्थ्यो, 5 जना यहाँ थियो, 1 जना चाहिँ मेरो पछि हिँड्ने, बाइक साइड चलाउने, ब्याङ्किङ कारोबारहरू गर्थ्यो, हेरिदिन्थ्यो। अनि कोभिड पछि चाहिँ यस्तो भयो कि त्यसरी सानो यता कारोबारहरू राम्रो गर्दाखेरि आउजाउ कारोबार गरिरहन्थेँ मैले। अनि 22 दिनको
लकडाउन भयो फर्स्ट त 2200 दिनको भन्ने कुरो ए हुन्छ भनेर चाहिँ हामी 2-4 हजार रुपियाँ राखेर काम गरियो सबै पेमेन्ट दिनुपर्ने दियो पछि चाहिँ ब्याङ्कको लोन पनि हेर्नुहोस् तपाईँको त यो 3 महिना 4 महिना हुँदाखेरि त अनि फेरि यो नेपाल सरकारले पनि अलिकति नीति चाहिँ त्यहाँ अलिक कस्तो कस्तो थियो नि त हजुर अब कोभिड यस्तो नराम्रो कोभिड भयो कि जीवनमा यत्रो वर्ष स्ट्रगल गरेर आउँदाखेरि चाहिँ लकडाउन पछि फेरि त्यसपछि गएर चाहिँ के हाम्रो इन्डियाको नाकाबन्दी अनि त्यसपछि आएर यो 72 सालको भूकम्प यो 3टा पिरियडमा चाहिँ म मात्रै होइन उयो टाठा बाठा अलिकति चान्ने बुझ्ने अलिकति फरकको मान्छेहरू चाहिँ बच्यो तर हामीहरूलाई त धेरै नै पीडा पऱ्यो त्यतिखेर त धेरै नै आजसम्म त्यो कुराहरू रिकभरीहरू भएको छैन अनि अब हामी फेरि खानातिर लागौँ हजुर पकाउने खानामा तपाईँले प्रयोग गर्ने मसलाहरू मेरो खासै यस्तो हुन्छ मसला चाहिँ हाम्रो चाहिँ नेपालीहरूलाई हामी धेरै खासै धेरै मसला स्पाइसी गर्दैन सुट गर्दैन हजुर मेरो चाहिँ मसला छ भने चाहिँ मेरो चाहिँ त्यो खासै मान्छे यो मसला त्यो मसला भन्ने हजुरले देखि हाल्नुभयो म चाहिँ के गर्छु भने 5 किलो धनियाँ 4 किलो जिरा मेरो उसमा अनि त्यसमा मरिच ल्वाङ सुमली गरम मसलाहरू जम्मा अहिले पहिला चाहिँ 500 को हाल्थेँ अहिले चाहिँ महँगाइको कारणले 1120 रुपियाँको आउँछ त्यति हालेर म पिन्छु प्रत्येक हप्तामा अथवा 15 दिनमा चाहिँ म 10 किलो पिसाइरहन्छु खासै केही पनि होइन मसला मेरो हेर्नुहोस् तर त्यो अलिकति ओपन किचन अनि आगोको हिट अनि अलिकति त्यो दाउराको त्यो स्मोकिङ हुन्छ धुवाको त्यसको स्मेलले नै अलिकति मान्छेले नेचुरली खाना पाउँछ कि ओके जस्तो अहिले देख्नुभयो भने मान्छेले कुखुरा मासु पाकेन भन्छ अहिले देख्नुभयो मैले हजुरको आइकन खसीको मासु पाक्यो कुखुराको मासु पाक्यो खसीको भुटन पाक्यो अहिले आइकन 20-22 हामीले सेकुवा पोलेर दियौँ त्यो के भने आगो भनेको चाहिँ नेचुरली हिट हो के र त्यसले गर्दाखेरि चाहिँ अलिकति मान्छेले आकर्षित त्यो पनि हो एउटा ग्राहकलाई चाहिँ यो पेसा गर्नुभएको छ यत्रो 10 जना तपाईँ आफू परिवारसहित रोजगारीमा हुनुहुन्छ 6 जनालाई रोजगार प्रदान गर्नुभएको छ 6-7 जनालाई हजुर यो व्यवसायको सफलता उन्मुख छ योबाट तपाईँले सफलता प्राप्त गरेका कुराहरू सम्पत्तिहरू जोड्ने कुरा घडेरीहरू जोड्ने कुरा के छ त्यस्तो केही म चाहिँ त्यो सम्पत्ति भन्ने कुरा चाहिँ कस्तो थियो भने मैले हजुरको म त एउटा नर्मल सानो मान्छे नै हो पहिला कुरो म नि एउटा धेरै पढेर बाठो टाठो भएको मान्छे नै होइन मैले चाहिँ स्ट्रगल गर्दा गर्दै लकले साथ दिएर अगाडि बढेको हो यहाँनिर चाहिँ मेरो मैले मलिखुमा चाहिँ चप बाजे भन्ने चाहिँ होटल थियो हजुर शर्मा होटल भन्ने थियो अनि उहाँ बर्मेली हुनुहुन्थ्यो उहाँले मलाई काम सिकाउनु भयो अहिले पनि उहाँ 83 वर्षको हुनुहुन्छ अहिले नि उहाँ हुनुहुन्छ मेरो बा आमा भन्दा पनि मैले उहाँलाई त्यति एक्सपेक्ट गर्छु रेस्पेक्ट गर्नुहुन्छ है मलाई किनभने मेरो त्यो यस्तो बेला छ कि वैशाली मातेको बेला त्यो जिस्किराखेनी जोसिने बेला हजुर त्यो बेला चाहिँ उहाँहरूले मलाई बाटो देखाइदिनु भयो एउटा राम्रो शिक्षा दिनुभयो त्यो चाहिँ सायद मेरो बुवाले पनि दिनुभएको छैन होला मेरो आमाले पनि दिनुभएको छैन अहिले आमा यो संसार हुनुहुन्न अनि त्यहाँबाट चाहिँ मैले के सिकेँ भने त्यहाँ चाहिँ 10 रुपियाँ 20 रुपियाँ मान्छे गेस्टहरूले पैसा दिन्थ्यो मलाई मैले खाना पनि पकाउँथेँ सर्भिस पनि गर्थेँ म अल राउन्ड काम भ्याउँथेँ अनि मेरो कामको खुसी भएर 100-50 त्यतिखेर पनि कसैले त टाइगर टप होटल थियो चितवनको त्यो अहिले सायद अहिले लगभग बन्दै छ हजुर त्यो उहाँको गार्जियन आउँदाखेरि चाहिँ मलाई हजुर त्यो एउटा विदेशी हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई महिनामा एकचोटि दुईचोटि आउनुहुन्थ्यो जहिले पनि मेरो सेलरी चाहिँ 3000 रुपियाँ थियो हजुर है अनि उहाँले चाहिँ पर मन्थली आउने कहिले 5000 हालिदिनुहुन्थ्यो कहिले 2000 हालिदिनुहुन्थ्यो आएको पटक पछि अनि त्यो पैसा जम्मा गर्दा 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 33000 भएछ हजुर अनि यो अहिले हजुरले देखिरहनु भएको यो किचन छ नि हजुर यो किचन बराबर चाहिँ 10 हात मोडा छ हजुर यो पल्लहरूको छिमेकीले मलाई 10 हात मोडा 35,000 मा दिनुभयो 35,000 मा दिनुभयो है अनि त्यो 35,000 बाट सुरु गरेर अनि मैले यो ब्लक लगाएको छ नि हजुरको त्यो ब्लक लगाएको 1000 ब्लक ल्याएर मैले 4 कोठाको घर बनाएँ हजुर अलरेडी सेलरी पनि बाँकी थियो फेरि मैले त्यहाँको एउटा कलश भन्ने सहकारी थियो त्यहाँबाट मैले 20,000 लोन लिएँ फेरि हजुर त्यो 20,000 लोन लिएँ त्यहाँ अलिकति सेलरी लिएँ 1,22,000 घर बनाएँ घर चाहिँ बन्यो फेरि टोइलेट बाथरुमको सुरु भयो प्रब्लम भयो अनि घर चाहिँ बनाइयो अनि फेरि मैले बिहा गरेपछि आफैले हामी श्रीमती भएर मेरो बुवा आमा भएर हामीले यो खोलाबाट चाहिँ ढुङ्गा बोकेर ल्याएर हामीले सेफ्टी ट्याङ्की बनायौँ सेफ्टी ट्याङ्की बनाएपछि अनि बिस्तारै गरेपछि अनि मलिखुको साथीभाइहरू आयो धादिङका साथीभाइहरू आयो अनि अहिले चाहिँ जस्तो चाहिँ कुखुरालाई अहिले चाहिँ लगभग दिनकै हिँड्नुपर्छ स्ट्रगल गर्नै पर्छ हजुर अब म एकछिन निक्लिन्छु खाना खाएर हजुर
त्यतिखेर चाहिँ कस्तो थियो भने शान्त शान्त वातावरण थियो त्यो मनहरी हजुर यो राक्सिङ हजुर खनायबासबाट चाहिँ हजुर। कुखुरा बोकेर आउँथ्यो क्या धाग्रेले डोकोमा हजुर। पहिला पहिला 58-59 मा हजुरले काठमाडौँतिर पनि देख्नु भएको थियो होला धाग्रे घर घर बोकेर जान्थ्यो नि त्यस्तै गरेर आउँथ्यो अनि त्यतिखेर चाहिँ हजुरको त्यतिखेरको मूल्य पर आजको मूल्यमा धेरै फरक छैन हजुर त्यतिखेर पनि होल चिकन चाहिँ ब्रोइलर चिकन किन्यो भने 300 रुपियाँ किलो दिन्थ्यो आज पनि 300 अथवा 400 को बिचमै रहिरहेछ अनि त्यो चिकन खानभन्दा चाहिँ 3टा भाले लिए थिएँ मैले आफूलाई खानालाई 1150 मा 3टा भाले हजुर त्यही 3टा भालेलाई पनि मसित पैसा नभएर मेरो आमाले दिनुभएको थियो केही पैसा अनि यताउता गरेर अनि 5500 अब होटेलै गर्ने भनेर चाहिँ सुरु हुने भएको थियो मैले योभन्दा पहिला यही कुराहरू हाम्रो सरल गुरुङजीसँग कुरा भएको थियो हजुर अनि त्यसपछि मैले त्यो 5500 रुपियाँ दाम लिएर गएर मलिकुबाट जिरा मसला चामल थोरै किनेर लिएर आएर अनि त्यो आमाले किनेको त्यो 3टा भाले थियो 1100 रुपियाँमा त्यहाँबाट सुरु गरेको बिजनेस हो है अब अहिले बिजनेस गर्दै आयो दुःख गर्दै आयो स्ट्रगल गर्दै आयो तर त्यतिखेर चाहिँ व्यापार गर्न असाध्यै सजिलो थियो किन ग्राहकहरू पनि र नेपालीहरूसँग प्रशस्त पैसा पनि थियो खानेकुरा मिठो खानुपर्छ तातो खानुपर्छ भन्ने खालको चाहिँ कन्सेप्ट थियो अब अहिले त हजुरले पनि देख्नुभयो कि 2 मिनट वेट नै कि छिटो खाउँ जाउँ छिटो खाउँ जाउँ यो चाहिँ अलिकति अहिले यो पश्चिमी यो रीतिरिवाज अलिक बढी भयो अनि त्यहाँबाट सुरु गर्दै 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 आएर अहिलेसम्ममा मैले यो होटल लाइनमा मैले पैसा कमाएँ नकमाए पनि त्यो आफ्नोमा कुरा भयो दुःख गरिएको थियो पैसा कमाइयो पनि होइन यो घर पनि मैले पछि फेरि किनेँ जग्गा 10 हात फेरि पछि तपाईँ अहिले 20 हातको मोडाको हो अहिले आना 3 आना जग्गामा बनेको यो घर हो यो 3 पाठ गरेर किन्दाखेरि मैले यो जग्गा चाहिँ मैले 3 पाठ हो हजुरको हजुर अनि 3टा कितामा छ 3 किता छ हजुर यो 3 आना पूर्जामा छ 3 किता जग्गा हो 3 जनासँग किनेको एउटासँग 35,000 मा किनियो एउटासँग 12 लाखमा किनियो अनि अर्को एउटासँग चाहिँ 21 लाखमा किनियो है अनि यो बिजनेसको हिसाबले गर्दै गर्दै गयो अनि यो मेरो घरको हजुरले नक्सा हेर्नुभयो भने हजुर कोही पिलर भित्र छ कोही पिलर बाहिर छ कोही बिम माथि छ कोही तल छ त्यो चाहिँ भएको के नि दिनभरि बिजनेस गर्ने राति ढलान गर्ने आफै गर्ने होइन काम लगाएर त्यसरी गरेर बसेर अहिले यो घर एउटा बनाएँ अनि यहाँ एउटा पम्पमा एउटा घर किनेको थिएँ यहाँ पम्पमा यो भाइ कहाँ पहुनु भएको थियो नि त्यो नै आफ्नै घर हो हजुर एकछिन अनि अहिले चाहिँ मैले अलिकति यो बिचमा यो अनि त्यसरी सुरु गरेर बनाइयो मैले यो 68 मा घर बनाएर कम्प्लिट गरेँ हजुर 68 सम्ममा 68 बाट सुरु गरेपछि 71 सम्ममा मैले घर बनाएको लोनहरू पनि 2-4 लाख मात्रै बाँकी थियो हजुर 71 सम्म आउँदा हजुर अनि 72 सुरु हुँदै त यो भूकम्प आयो फेरि तोडफोड भयो भूकम्पबाट अलिअलि मान्छे फ्रेस भएको थियो हजुर अनि त्यसपछि हजुरको चाहिँ भयो बेटा अनि भूकम्पबाट अलिअलि सुरु भएको थियो हजुर अलिअलि व्यापार आउने मान्छेहरू बिर्सिन थाल्यो अलिअलि व्यापार हुन थालेको थियो हजुरको अनि त्यसपछि फेरि के भयो हजुरको हजुर लकडाउन भयो हजुर इन्डियाले नाकाबन्दी गर्यो हजुर इन्डियाले नाकाबन्दी गरेपछि के भयो भने मान्छे फेरि डिजल र पेट्रोलतिर लाग्यो व्यवसाय हुन छोड्यो अनि त्यहाँबाट फेरि 6-8 महिना बिस्तारै सहज भयो बिस्तारै व्यापार बढ्यो हजुर व्यापार बढ्दै गएपछि फेरि लकडाउन भयो हजुर लकडाउन हुँदै गएपछि अहिले हजुरको आएर के भयो भने सबैको त्यतिखेरको पीडा अहिले आएर चाहिँ बजारमा ठोक्यो हेर्नुहोस् अब लकडाउन के अरे यो हाम्रो हजुरको चाहिँ के भन्छ यो इन्डियाले जब नाकाबन्दी गर्यो त्यतिखेर हाम्रो नेपालको पैसा धेरै बाहिर गयो ब्ल्याकलिस्टमा गयो ब्ल्याकलिस्टमा कस्तो भयो भने सब इन्डियाबाट ब्ल्याकमा गयो तेल ल्यायो ब्ल्याकमा ल्यायो तेल ल्यायो कमाउनेले अर्को कमायो जो अरू आम जनता गरिब भयो हजुर है त्यहाँबाट हुँदै गयो अब अहिले आएर फेरि आएर लकडाउन भयो लकडाउनमा पछि नि धेरै व्यापार बिग्रियो व्यापार बिग्रिएपछि अब अहिले हाम्रो चाहिँ अहिले चाहिँ आएर के भयो भने नेपाल सरकारले जब अस्ति योभन्दा 6-8 महिना 2 वर्ष पहिला चाहिँ हजुरको चाहिँ आएर ल अब ब्याङ्किङको क्रेडिट एरिया कार्ड दियो अब 20 लाख रुपियाँको भ्याट दियो 20 लाख रुपियाँ भ्याट लोन दिन्छ अनि 20 लाख रुपियाँ लोन दियो 20 लाखमा रिटर्न गर्ने कि मार्केट चलाउने कि चलाउन गाह्रो भयो हजुरको अब अहिले फेरि राष्ट्र ब्याङ्कले निकालेको नीति अनुसारले अब मान्छेले पैसा लियो ट्रान्जेक्सन बढ्यो भने चाहिँ नेपालमा पैसा देखिन्छ
अब एक त फेरि यो पोलिटिकल गेमहरू पनि नेपालमा स्थिरता छैन नि त स्थिरता छैन राजनीतिक अस्थिरता अनि मान्छेहरूले जस्तो हामी त के हो र हामी त चल्ला अब ट्रान्सफर गरेर खाने मान्छे हामी यो व्यापार त हजुर तर यहाँ खर्ब अर्ब लगानी गर्ने त मान्छे हच्किरहेको छैन हजुर 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 त्यसले गर्दाखेरि अब बिस्तारै यो होटलहरू पनि बिस्तारै सुध्रिन्छ धेरैको सुध्रि पनि राखेको छ अलिकति के भने आन्तरिक नेपालमा हामीहरूले व्यापार गर्ने आन्तरिक पर्यटक हो आन्तरिक पर्यटकसँग पैसा कम हो त्यसले गर्दा अलिकति व्यापार होइन भने अब बिस्तारै मेरो विचार लाग्छ 60 महिना यो 75 76 87 88 सम्म सुधार होला कि त यो व्यवसायमा तपाईँले प्रवेश गरिसक्दाखेरिमा मोटामोटी अहिलेको हिसाबबाट जनताहरूले यो यस्ता खालका व्यवसायहरूमा स्थानीय स्तरकाले चलाएको र व्यावसायिक रूपमा चलेका भन्दा टिपिकल होटलहरूमा जनताहरूले रुचाएको हामीले देख्यौँ अथवा ग्राहकहरूले रुचाएको हामीले देख्यौँ होइन त्यसमा यो तपाईँको होटलमा धेरै जस्तो रुचाउने डिसहरू आइटमहरू मैले अघि पनि यो कुरा गर्न खोजिरहेको थिएँ हजुर सबैभन्दा बढी रुचाउने र तपाईँलाई सबैभन्दा बढी त्यसबाट मुनाफा दिने कुन चाहिँ आइटम हो मुनाफा धेरै हुँदा नि जुनै पनि कुरा के छ भने 5 वटा बियर बेच्नु र 50 वटा कोक बेच्नु भने सेल्समा चाहिँ कम देखिन्छ कोकमा मार्जिनको देखिन्छ नि हजुर हजुर होइन त्यसले गर्दाखेरि मेरो मार्जिनको कुरा भन्दा चाहिँ अब सबैभन्दा मेरो सेल्स हुने पोलेको मासु बढी सेल्स हुन्छ होइन पोलेको मासु हजुर अब एक प्लेटमा 100 वटा दिनको प्लेट बेचे नि 400 रुपियाँ प्लेट प्रत्येक लिन्छु हजुर 100 रुपियाँ एउटामा 15 रुपियाँ बस्यो भने नि 45-46 रुपियाँ त्यहाँ बस्छ हजुर र त्यही नै हो मुनाफा छ भनेपछि मासिक 4 देखि 5 लाख रुपियाँ बचत गर्नुहुन्छ अहिले छैन अहिले त्यो छैन अहिले महिनाको 3 लाख 3.5 लाख 2 लाख त्यस्तो 3.5 लाख रुपियाँ बचत गर्नुहुन्छ हजुर अनि यहाँको परिवार सङ्ख्या कतिजना हुनुहुन्छ मेरो परिवार सङ्ख्या चाहिँ अहिले 21 जना छ 21 जना हजुर सबै तपाईँको बुवाको मेरो आमा चाहिँ हटाएर बित्नुभयो मेरो हामी 3 दाजुभाइ हामी 3 जना दाजुभाइको मेरो 5 जना माइला भाइको 5 जना कान्छाको 4 जना 2टा बहिनी छ अनि मेरो अङ्कलको 2टा एउटा बाबु एउटा नानी छ अनि मेरो बुवा आमा भइहाल्यो हामीहरू अहिले लगभग 17-18 जना छ अनि एउटा 97 वर्षको हजुरआमा हुनुहुन्छ हजुर अनि एउटा त्यति नै अहिले हामीलाई चाहिँ अब त अरू त दाजुभाइहरू त सबै छुटिसके मेरो बुवापट्टि चाहिँ हामी अहिले 19 जना छौँ हस् धेरै धेरै धन्यवाद छ यहाँले समय दिनुभयो मैले तपाईँले आफ्ना कुरा राख्न पाएँ हजुरले पनि समय दिनुभयो धेरै धेरै खुसी लाग्यो मलाई धेरै वेट गर्नुपर्ने हो है समय दिनु भएन धेरै धेरै खुसी लाग्यो धन्यवाद ल हस् ल शुभयात्रा